आज चाहिँ हाम्रो आन्टीको बर्थडे थियो। बर्थडे सेलिब्रेसन गर्न नपाए पनि पार्टी चाहिँ दरो तरिकाले गरियो। अलराइट गाइज, वेलकम टु माई मिनी भ्लग। आई होप तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ होला र म पनि एकदमै सन्चै छु। आज चाहिँ हाम्रो प्यारो युनि भाइको मम्मी यानि कि मेरो आन्टीको बर्थडे थियो। त्यसैले हामी सबैजना फ्यामिली भएर रेस्टुरेन्टमा पार्टी गर्नलाई जान्छौँ। हामी गएको रेस्टुरेन्टको नाम चाहिँ द काठमाडौँ रेस्टुरेन्ट हो। योभन्दा अगाडि पुसाईको बर्थडेमा पनि यही आएर पार्टी गरेको थियौँ र आन्टीको बर्थडेमा पनि यही गर्ने सोध्छौँ। अब दिदीको र मेरो बर्थडे पनि नजिक आउँदैछ र त्यो बर्थडे पार्टी पनि यही हुन सक्छ। होटलमा आएर हामीहरूले मजाले बसेर अर्डर गर्छौँ। सुरुमा त रोस्ट आउँछ, किनभने रोस्ट चाहिँ पुसाईको चक्ना यानि कि शीतल हुन्छ। केही पनि एक एकवटा रोस्ट चाहिँ हामीहरूले मजाले खाइदिन्छौँ। त्यसपछि हाम्रो मोमो पनि आउँछ र त्यसलाई पनि हामीले मजाले खान्छौँ। हामीले गरेको अर्डर चाहिँ बिस्तारै एउटा एउटा आइटम आउँछ, थोरै थोरै खाने, तर सबै कुराहरू खाँदा चाहिँ झन् मिठो। त्यतिकैमा हाम्रो अर्को खाजा चाउमिन पनि आउँछ र त्यसलाई 2 भाग लगाएर युनिक भाइले र मैले मजाले खान्छौँ, किनभने चाउमिन खाने हामी मात्र थियौँ। अरूलाई चाहिँ खासै चाउमिन मन पर्दैन र त्यसैले हामीले मात्र खाएको। खुबु र पुसाईले चाहिँ मोमो पनि खाइभ्याउनु भएको थिएन। त्यतिकैमा हाम्रो अर्को खाजा फ्राइड राइस पनि आउँछ र त्यसलाई पनि हामीले मजाले बसेर खान्छौँ। बर्थडे पनि केक बिना हुन्छ र भन्नुभएको होला, तर केक चाहिँ घरमै काटेको रहेछन्। त्यति बेला म चाहिँ घरमा थिएन, त्यही भएर मैले भिडियो बनाउन चाहिँ पाएन। त्यसपछि हाम्रो अर्को अर्डर ससेस पनि आउँछ र त्यसलाई पनि हामीले मजाले खान्छौँ। यता फेरि युनिक भाइले पिनमा 4-5 वटा ससेस गोबेर मजाले खाँदा एकदम मिठो छ भन्छ र लभलीवाला पोज पनि दिन्छ। त्यसपछि सबै खाजा पनि खान्छौँ र आजको बर्थडे पार्टी पनि यही सकिन्छ र हामीले बिल पनि तिरेर त्यहाँबाट निस्किन्छौँ र आजको लागि यति नै, एन्ड बाई।